Hey everyone, good morning. Welcome from चितवन. आज चितवनको मेरो दोस्रो दिन. आज म जिप सफारी गर्न जाँदैछु. आई होप तपाईहरुले अगाडिको भिडियोहरु हेरिसक्नु भएको छ होला. हेर्नु भएको छैन भने फर्स्ट पार्टको भिडियो मेरो यो भिडियोको डिस्क्रिप्सनमा छ. हेर्न नभुल्नु होला. म चाहिँ यतिखेर अब निस्किसकेको छु होटलबाट. चेक आउट चाहिँ गरेको छैन. अब पहिला जिप सफारी गर्छु, त्यसपछि अनि होटलमा आएर चेक आउट गरेर अनि निस्किन्छु. अहिले चाहिँ अब त्यो जिप सफारी स्टार्ट नहुन्जेलसम्म के हुन्छ यहाँको माहौल, यहाँको इन्भाइरोमेन्ट तपाईहरुलाई देखाउँदै छु हैन. अब यहाँ चाहिँ एकदमै चराहरु कराको आवाजहरु सुन्न सकिन्छ. यो चाहिँ मेरो होटलको इन्ट्रान्स पोइन्ट हो. यहाँबाट चाहिँ भित्र यता जाने हो. अब म चाहिँ बाहिर निस्किँदै छु. अब जिप सफारीको लागि कल गर्छु भन्नुभएको छ. हिजो बुक गरेको थिएँ अनि तपाईहरुलाई भन्दिउँ कि मैले चाहिँ यहाँ थरीको रहेछ. मैले त्यसको छुट्टै भिडियो पनि बनाएको छु. एकजना त्यहाँ गाइडले भन्नुभएको छ यति पर्छ भनेर. तर मैले गर्ने जिप सफारीको चाहिँ मलाई 1150 परेको छ. 2.5 घण्टाको भनेको छ. अब हेरौँ कतिखेर बोलाउनुहुन्छ अनि जानुपर्छ. यति धेरै अफर गर्ने रहेछ कि यहाँ. हजुर यो खाउँ, हजुर यो गरौँ हैन. भइसक्यो दाइ? हजुर भइसक्यो. यहाँ यस्तो गजब रहेछ नि त हात्ती. ठुलो हात्ती बनाएको छ. राष्ट्रिय निकुञ्ज सौराष्ट्र सेक्टर कार्यालय अरे. अब यतिखेर चाहिँ 7:30 हुन लाग्यो. अब 8:15 बजेदेखि चाहिँ जिप सफारी गर्ने भनेको छ. त्योभन्दा अगाडि चाहिँ अब म एउटा टाँगा चढ्नु पर्यो भनेर सोचेको. अब म टाँगा खोज्छु हैन. अनि कहाँ हुन्छ यसो थोरै एक्सपिरियन्सको लागि म टाँगा पनि एक्सपिरियन्स गर्छु. टाँगा खोज्दै टाँगै भेट्दिनँ म. टाँगा कतातिर पाउँछ बुवा? टाँगा तलतिर पाउँछ है. धेरै छान मारिसकेँ. टाँगा भेट्दिनँ यार. बेलुका चाहिँ हुन्छ कि क्या हो. हिजो म यता आइपुग्ने बेलामा एकदमै धेरै टाँगा देखाएको थिएँ क्या. जताततै टाँगा, हर्स राइडिङ सबै थियो. अहिले त 1.5-2 किलोमिटर हिँडिसक्यो होला. म 2 किलोमिटर त बढी हिँडिसक्यो होला. टाँगा भेटेको छुइनँ. हिँड्दै भोक लागिसक्यो. यतिखेर 7:44 भयो. यो मान्छे खाँदैन हैन यसले. घडियाल देख्यो. अब यहाँबाट देखिया छैन होला. अब भने बल्ल जङ्गलमा इन्ट्री गर्दैछ हामी. रिभर क्रसिङ भनेको रिभर त माथिबाटै क्रसिङ. आधा भयो घडियाल देख्न सकिन्छ. किलोमिटर पर आवर है. 40 किलोमीटर पर आवर भागता है. 2000 टनसम्म हुन्छ भने हैन. ए 2000 किलो चाहिँ. टाइगर जोनमा चाहिँ आइपुग्यो. तर टाइगर चाहिँ देखिँदैन होला सायद. स्पोर्टेड डियर यो चाहिँ. हर टाइप का डियर का मेल का सिंग रहता है, फीमेल का नहीं. ये तो फीमेल है. सारे टाइप का डियर है. इसमें से मेल हर कोई मेल
यो जङ्गलको सुगन्ध नै कस्तो मिठो आएको छ। त्यसले घोजेर मार्छ कि माछाहरूले तिखो हुन्छ कि फुड ए त्यो उडेर छाप जम्प गर्छ पानीमा जम्प गर्दै निक्लिँदैन। सुइरो ठोडे नेपालीमा सुइरो ठोडे हजुर यो चाहिँ सुइरो ठोडे। थोडा पानी यो भयो राजपुती नदी। कस्तो सङ्लो पानी क्या, झ्याममा अब पौडी खेल्नु जस्तो। यस्तो पानी नदेखेको पनि कति भएछ क्या त्यो बागमती नदी, मनोहरा, काठमाडौँको नदी देख्दा देख्दा आँखा बिग्रिसकेको रहेछ। त्यही छ त्यही। कति अब यहाँ 10 मिनट 10-15 मिनट ब्रेक टाइम रे, ब्रेक टाइम। 10-15 मिनट ब्रेक टाइम भनेको छ, तर यो टाइम किल गर्ने चाहिँ सबसे दामी उपाय जस्तो लाग्यो मलाई, किनभने 2.5 घन्टा जतिको कुरा छ यो। अब खासमा 1-1.5 घन्टामा सकिन्छ क्या, यताउति गर्दा गर्दा 2.5 घन्टा लगाउँदो रहेछन्। अब यहाँ पोखरी छ यहाँ यस्तो, यहाँ त पुरै हस्तकला सामग्रीहरू रहेछ नि त। बकुला के चरा। यो भयो ट्री हाउस। गोही, गैँडा, अनि त्यस पछाडि चरा, अनि मृग। यो बाहेक यतिखेरसम्म केही पनि देखिएको छैन। अब सफारी पनि सकिने बेला भयो, सायद यो सिजन होइन जस्तो छ। पुस माघबाट सिजन सुरु हुन्छ अरे, त्यो बेला चाहिँ अलिकति बाघहरू देखिने चान्स धेरै हुने रहेछ। अझै सिजन स्टार्ट भइसकेको रहेनछ। त्यही नै हो, अब गाडीमा चाहिँ जङ्गल डुल्यो होइन, जङ्गलको इन्भाइरोमेन्ट, अनि यहाँको अनुभव, यहाँको भाइब्स होइन, त्यो फिल गर्नु पनि ठुलो कुरा हो। हिजो आजको जमानामा भागै नदेखिए पनि फाइनली जङ्गल सफारी पनि सक्यो। जङ्गल सफारी चाहिँ मलाई त्यस्तो विधि वर्थ इट चाहिँ लागेन, तर सम काइन्ड अफ चाहिँ लाग्यो। अब गैँडाहरू, अनि त्यस पछाडि के भन्छ चराचुरुङ्गी होइन, अनि त्यसपछि घडियाल, गोहीहरू यताउति देख्यो। अनि अब त्यही हो, जङ्गलभित्र यसो भ्रमण गरियो होइन, त्यो जङ्गल भाइब्स फिल गरियो, देखियो। त्यही नै ठुलो कुरा मान्यो भने चाहिँ वर्थ इट नै छ। मलाई ठिकै लाग्यो, तर त्यस्तो विधि गजब वा जङ्गल सफारी जस्तो चाहिँ लागेन जुन मैले सुन्दै देख्दै आएको थिएँ। मेरो यात्रामा साथ दिनुभयो, म सँगसँगै घुम्नुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। अबको नेक्स्ट भिडियोमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि यहाँहरू पनि सुरक्षित रहनु, मस्त रहनु, व्यस्त रहनु, सधैँभरि हाँसिरहनु। बाई बाई।